दशैंमा नेपाल जाँदै हुनुहुन्छ भने नारिता एयरपोर्टबाट तपाईलाई यो भिडियो। नारिता एयरपोर्टबाट सबैभन्दा सस्तो एयरलाइन्स कुन छ त यो भिडियोमा म भन्नेछु। र सबभन्दा अगाडि नम्बर 1 मा एयर चाइना सबभन्दा सस्तो र ट्रान्जिट एकदमै लामो छ। र तपाईको नम्बर 2 मा विमान बांग्लादेश एयरलाइन्स, यो एकदमै एभरेज, तपाईको ट्रान्जिट पनि थोरै, लगेज 35 केजी सम्म पाउँछ। नम्बर 3 मा बाटिक एयरलाइन्स, मलेसिया भएर उड्छ यो। नम्बर 4 मा चाइना साउदर्न एयरलाइन्स, जुन कि लगेज एकदमै धेरै छ, नेपाली बीचमा एकदमै फेमस छ, स्पेशली नयाँ स्टुडेन्टहरुको लागि चाइना साउदर्न एयरलाइन्स। र नम्बर 5 मा तपाईको थाई एयरलाइन्स छ। र नम्बर 6 मा तपाईको क्याथे पेसिफिक एयरलाइन्स छ। यो एयरलाइन चाहिँ एकदमै सस्तो छ, यो सबै ट्रान्जिट एयरलाइन्स। र 7 नम्बरमा म नेपाल एयरलाइन्स भन्न चाहन्छु। नेपाल एयरलाइन्स चाहिँ म यो 6 वटा एयरलाइन्ससँग म कम्पेयर गर्दैन, किनकि नेपाल एयरलाइन्स भनेको तपाईको डाइरेक्ट फ्लाइट हो। 7 घण्टा 45 मिनेटमा तपाई नारिताबाट चढ्नुभयो भने नेपाल पुग्नुहुन्छ। र लगेज पनि 35 केजी छ, तपाईको एकदमै राम्रो पनि छ। र हजुरहरूलाई यो नेपाल एयरलाइन्स चाहिँ अरू बेला पनि एकदमै सस्तो हुन्छ। महँगो हुने भनेको दशैंको बेलामा र नयाँ स्टुडेन्टहरू जापान आउने बेलामा चाहिँ एकदमै महँगो हुन्छ। र त्यो बेलामा चाहिँ तपाईहरुले एकदमै ध्यान पुर्याएर टिकट काट्नु होला। र यो सस्तो एयरलाइन्सको पनि तपाईको हरेक हप्तै बिच उड्छ भन्ने हुँदैन, कुनै हप्ताको कुनै दिन उड्छ। र त्यो हप्तामा दिन मिलाएर तपाईले टिकट काट्नु पर्यो भने चाहिँ तपाईले एकदमै सस्तो टिकट पनि पाउन सक्नुहुन्छ। र टिकट काट्दाखेरि तपाईले यो एयरलाइन्स कुन बेला उड्छ, कुन दिन छ भनेर सोधेर तपाईले जाने आउने एउटै दिनमा पार्नुभयो भने चाहिँ तपाईलाई एकदमै सस्तोमा टिकट पाउन सक्नुहुन्छ। र अरू यही एयरलाइन्सको हरेक डिटेल चाहिँ म अरू भिडियोमा बनाउने छु। र कसैलाई पनि सोध्नु मन छ भने तपाईले मलाई मेसेज गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ, र टिकटको लागि पनि मलाई मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।